1 लाख भारूमा वडा अध्यक्षले भारतीय नागरिकलाई दिलाए नेपाली नागरिकता। सिराहाको नरहा गाउँपालिका 3 का वडा अध्यक्ष रुस्तम अन्सारीले भारतीय नागरिकलाई 1 लाख भारूमा नेपाली नागरिकता दिएको घटना बाहिरिएको छ। नागरिकता दिएको व्यक्तिको नाम मोस्ताक मिया रहेको र उनी भारतको बिहार राज्यको मधुबनी जिल्ला जयनगर ग्राम पञ्चायत स्थित देउधाका निवासी भएको पाइएको छ। 2080 असार महिनामा जिल्ला प्रशासन कार्यालय सिराहाबाट नागरिकता प्राप्त गरेका थिए। यस घटनामा वडा अध्यक्ष अन्सारीको भूमिका र नागरिकता वितरण प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ। स्थानीय निवासी इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगमा उजुरी दिएका थिए, तर हालसम्म कुनै ठोस प्रक्रिया अघि बढेको छैन। वडा अध्यक्ष यो एक गल्ती हो र उनले नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाइसकेको बताएका छन्। फाइलहरूको छानबिन नगरी हस्ताक्षर गरेको हो र मैले यो गल्ती स्वीकार गर्दै नागरिकता खारेज गर्न पत्र पठाइसकेको छु, उनले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उक्त घटना बारे छानबिन सुरु गरेको र वडा अध्यक्ष अन्सारीसँग बयान लिइसकेको जनाएको छ।